सङ्गठित अपराधमा त उहाँलाई 77 जिल्लामा मुद्दा चलाउनु गृहमन्त्रीलाई 77 जिल्लामा मुद्दा चलाउनु पर्छ त्यसो भए मान्नेज्यू पर्दैन त पत्रपत्रिकामा आइसकेपछि चाहिने ठ्याक्क प्रहरी भनेको राज्य प्रशासनले थुनामा लिएर अनुसन्धान गरेर विभिन्न जिल्लामा मुद्दा दर्ता गर्ने भन्ने त नजिर छ नि हैन हामीलाई सिकाइएको त त्यही नै हो नि हैन त्यही नै न्याय हो भनेर हामीलाई सिकाइएको हो नि त त्यो भने त नेपालको कुन चाहिँ पो जिल्ला होला जसबाट चाहिँ नि हाम्रो यो भिजिट भिसामा नगएको होला त हैन त्यो भिजिट भिसामा गएको कर त खाएको होला नि त हैन भनेपछि त ठ्याक्कै हैन हामीलाई जे न्याय हो भनेर सिकाएछ ल त्यही न्याय देऊ भनेको हामीले पनि त्यो हाम्रो पनि न्यायको माग हो हैन पक्राउ गर्नुस् हैन सङ्गठितमा 90 दिन राख्न मिल्छ 90 दिन राख्नुस् अनुसन्धान गर्नुस् हरेक जिल्ला जुन जिल्लाबाट भिजिट भिसाबाट बाहिर गएको छ त्यो कट लिएर त्यो सबै जिल्लामा मुद्दा ठोक्नुस् दोषी भए कारबाही भगौँला निर्दोष भए फेरि गृहमन्त्री होला भनेर भन्नुपर्ने कुरामा म गर्दिनँ म मान्दिनँ भन्न पाइन्छ।